मलाई एउटा कुरा सोध्न मन लाग्यो। भर्खरै भएको आन्दोलनमा लगभग हाम्रा भाइ बहिनी या सायद मभन्दा जेठा अग्रज दाजुभाइहरूले आफ्नो जीवनको आहुति दिनुभयो हैन। चुनाव अन्तरिम सरकारले गराउने भन्ने जमर्को गरेको छ। जनता के चाहन्छ? बदलाव या पुरानै पार्टी या आफ्ना नजिकका मान्छेलाई जिताउन या समग्र रूपमा देशको विकास या यसमा अझै भन्नुपर्दाखेरि म सही छु, मेरो विचार सही छ, मैले छान्ने मान्छे सही छ भन्ने मानसिकताका साथ भोट हाल्नुहुन्छ कि यो मेरो हो, यसले गरिदिन्छ र यसले बुझ्छ भन्ने हिसाबले आफ्नो मत चाहिँ मतदान गर्नुहुन्छ? के गर्नुहुन्छ तपाईहरु? अहिले भर्खरै एउटा कुरा मलाई याद आयो कि मेरो हजुरआमाले मलाई भन्नुहुन्थ्यो, म सानो हुँदाखेरि हैन, के भन्नुहुन्थ्यो भन्दाखेरि तिम्रो औँला काटेपछि तिमी सुरुमा के गर्छौ? तिमी रुन्छौ या त्यो काटेको ठाउँमा आफ्नो हात राखेर आफ्नो हातले त्यो खुन बगिरहेको खुनलाई चाहिँ बन्द गर्ने तरिका रोज्छौ या जुन औजारले तिम्रो हात काटेको थियो त्यो औजार चेन्ज गर्छौ या त्यो औजारलाई चलाउने तरिका फरक गर्छौ भनेर सोध्नुहुन्थ्यो कि मेरो हजुरआमाले मलाई। यो प्रश्न चाहिँ मैले तपाईहरुलाई गर्न चाहे। तपाईहरु चाहिँ के गर्नुहुन्छ भन्ने चाहिँ प्रश्न मैले गर्न चाहे। अहिले जति पनि देशमा बसिराख्नुभएका र चुनावको बेला घर फर्केर मतदान गर्ने विचार गरिराख्नुभएका सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनीहरूलाई चाहिँ मेरो प्रश्न हो। सायद त्यति बेला म चाहिँ मत हाल्नको लागि मेरो देशमा नरहँला या हुँला हैन, त्यो आफ्नो ठाउँमा छ। यो प्रश्न चाहिँ तपाईहरुको लागि मेरो। प्लिज कमेन्ट गर्न चाहिँ नबिर्सनु है त।